छिमेकीको यत्रो हुँदा तपाईँलाई आँसु आयो होला? आँसु त डेफिनेटली आयो नि, तर यो पहिला बनाउँदा पनि हामीले धेरै प्रयास गरेका थियौँ त्यो घर नबन्ने भने, तर धेरै जबरजस्ती गरेरै बनेको घर हो त्यो। त्यति बेला रोक्का गर्न तपाईँहरूले प्रयास गरे हो, किनभने त्यो पहिला जग्गा हुँदैखेरि नै यो खाली जग्गा हो अगाडि, तर अब त्यो जग्गामा जबरजस्ती गरेर बनाइएको थियो। तर पनि अब क्षति त भयो होइन, डेफिनेटली त्यसमा अब नोक्सान त भएको छ, तर अब मापदण्ड विपरीत बनाएको देखिएको भएर पनि सरकारले गरे होला। हेर्नुहोस् त, मापदण्ड विपरीत भन्दाखेरि त 8-9 तले पनि बाँकी रहँदो रहन्छ भन्ने कहीँ देखियो त। जनताहरू सबै सक्षम हुनुहुन्छ, अहिले कुनै विरोध भएको छैन, केही छैन, गर्दाखेरि हुँदो रहेछ भन्ने कुरो देखियो। कुरो नेतृत्वको सरकारको डरले हो। डरले भन्दा पनि शासनमा उहाँ भएपछि त डेफिनेटली डर त सबैको हुन्छ। जो अब केपी ओली हुँदाखेरि उहाँको डर थियो भने अहिले बालन सरकार हुँदा उहाँको डर, किनभने प्रशासनमा जो माथिल्लो पोजिसनमा उहाँको चिज मान्नुपर्ने हुन्छ, त्यही चिज सबैले मानेर गरिरहेको देखिएको छ। थाहा पाए अनुसार पनि यो खाली जग्गा, खोलाकै जग्गा, सार्वजनिक जग्गा हो भन्ने हामीलाई छ, अनुमान छ। अब किनभने त्यति ग्यारेन्टी भन्न मिल्दैन कुनै पनि कुरा, तर अनुमान चाहिँ त्यो छ। हजुर।